हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नभुल्नुहोला। राष्ट्रिय परीक्षा बोर्डद्वारा मिति 2082 साल वैशाख 11 गतेदेखि सञ्चालन हुने कक्षा 12 को साधारण र परम्परागत धारतर्फको नियमित तथा आंशिक रजिस्ट्रेसन नम्बरका सुरुका 2 अङ्क 78, 79, 80 र 81 मा हुने परीक्षार्थी एवं प्राविधिक धारतर्फका नियमित तथा आंशिक रजिस्ट्रेसन नम्बरका सुरुका 2 अङ्क 79, 80 र 81 मा हुने परीक्षार्थीहरूको वार्षिक परीक्षाको समय तालिका विशेष कारणवश निम्नानुसार संशोधन गरिएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। परीक्षा समय बिहान 8 बजेदेखि 11 बजेसम्म। मैले यहाँहरूलाई एजुकेसन फ्याकल्टी तर्फको सम्पूर्ण विषयहरूको कुन दिनमा कुन सब्जेक्टको परीक्षा भन्ने कुरा अवगत गराउने छु। मिति 2082 साल वैशाख 21 गते अनिवार्य अङ्ग्रेजी, मिति 2082 साल वैशाख 24 गते अनिवार्य नेपाली, मिति 2082 साल वैशाख 26 गते सामाजिक अध्ययन, मिति 2082 साल वैशाख 28 गते शैक्षणिक के हो यो शैक्षणिक मात्र थाहा हो, त्योभन्दा थाहा भएन। इन्स्ट्रक्सनल पेडागोजी एन्ड इभ्यालुएसन 2082 साल ज्येष्ठ 2 गते जनसङ्ख्या अध्ययन रहेको छ। यहाँहरूले परीक्षामा सामेल हुनुभन्दा अगाडि, परीक्षा सुरु हुनुभन्दा आधा घन्टा अगाडि चाहिँ यहाँहरू उपस्थित हुनुपर्नेछ। परीक्षा सुरु भएको 15 मिनट पश्चात उपस्थित हुने परीक्षार्थीलाई चाहिँ परीक्षामा सहभागी गराइने छैन। तोकिएको परीक्षा कार्यक्रम अनुसार परीक्षार्थी अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः अर्को व्यवस्था गरिने छैन। कुनै आकस्मिक बिदा पर्न गएमा समेत परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचना बिना परीक्षा स्थगित गरिने छैन। परीक्षार्थीको लागि चाहिने विशेष सामग्री, इन्स्ट्रक्सनल टुल्स सबै आफैले उपलब्ध गराउनु पर्नेछ, आफैले लिएर जानुपर्नेछ। परीक्षा केन्द्र परिवर्तन गर्न पाइने छैन। परीक्षा हलमा मोबाइल, स्मार्ट घडी लगायत अन्य इलेक्ट्रोनिक्स डिभाइस लैजान निषेध गरिएको छ। हस्त धन्यवाद। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर साथ दिनुहोला। हस्त धन्यवाद।